रारा ताल भैँसिया नाच्नु त आज खुसीले कलाएर यस्तो छ रारा तालमा आउने पानी यस्तो ल फाइनली हामी चाहिँ रारा ताल पुग्यो हो रारा ताल भैँसिया खुसीले यस्तो यस्तो शब्द निक्लिरहेको छ है खुसी है खुसीको सीमै छैन यहाँ रारा तालमा आउने पानी सर्लक्क लाएर यस्तो छ रारा तालमा आउने पानी यस्तो सङ्लो रारा तालको यहाँ भैँसी पनि चराउँदो रहेछ हैन सबै कस्तो राम्रो पानी ओ यो चाहिँ पुरा सिमसिम छ है यो पानी यतातिर यो पुरै ल यता प्याच पानी नै छ फाइनली रारा घुम्यो कहाँ छ त पसल चाहिँ यतातिर खै पारी नै हो पसल त ऊ त्यहाँ पारी होला बाप रे बाप प्लास्टिक मार्न रे यहाँको हावा त यस्तो दामी अक्सिजनै अक्सिजन तर यहाँको नियम चाहिँ के रहेछ भन्दाखेरि यहाँ चाहिँ न गुट्का खान पाउँदो रहेछ न चुरोट खान पाउँदो रहेछ यहाँ आएर तपाईँले यसो चुरोट सल्काउनु भयो भने यहाँ आर्मी आएर बस्छ चारैतिर कतातिर क्यामेरा छ यहाँ चाहिँ चुरोट खान पाउँदैन अरू फोहोर गर्न पाउँदैन प्लास्टिक जन्ने पदार्थहरू यहाँ चाहिँ फोहोर गर्न पाउँदैन है होइन यो गोबर त नेचुरल चिज हो होइन गोबर भनेपछि नेचुरल हो ताल चाहिँ यसरी देखाउनु पर्यो मैले यसरी हिँड्नु पर्यो रारा तालमा एउटा सुनको माछा छन् रे होइन सुनको माछा छ भनेर भन्छन् के अरे पानी हो क्या यस्तै छ्याप छ यस्तो हो त्यही भएर यहाँ घुम्न आयो भने जहिले नि यस्तो ठाउँमा नआउने अलि अर्को ठाउँमा हेरेर लट्ठी छैन है हामीहरूसँग खैरेहरू जस्तै लट्ठी लिएर हिँड्नुहुन्थ्यो मेरो त पुरै मोजा सोजा पुरै भिजिसक्यो यार गुरु छ्याप छ यही पानी पुरा रसाएर आउने हो दाइको त चप्पल छ टेन्सनै छैन यहाँनिर छ यार जुत्ता सुत्ता पुरै भिजिसक्यो जुत्ता न सुत्ता भैँस यहाँ हेर्नु पर्यो जुत्ता त पुरै खतम भइसक्यो नि अरे खुट्टा त्यो वाटरप्रुफ खुट्टा हो के टेन्सन छ यार तपाईँलाई छ्याप हिँड्नुपर्छ यहाँ रारा ताल हेर्नुको लागि आज धन्नै पानी परेन है पानी नपरेर यहाँ यस्तो दामी भएको छ यो हिलो हो होइन यो हिलो बालुवा टाइपको हो आज चाहिँ ठ्याक्क घाम लाग्यो यो पानी त के हो र खुट्टामा मात्रै पानी खाने के माथिबाट नि आउँछ यहाँ घुम्नको लागि त सायदै जोडाउनु पर्छ अब आयो ल राराको पानी त यतिको सङ्लो छ कि कुरै छोड्नु हेर्नुहोस् रारा तालको पानी छाल्ने हान्दो रहेछ क्या हो पानी अहिले हावा चले होइन हावा चलेर यस्तो राम्ररी छाल हान्दो रहेछ उतातिरबाट सर्लक्क छाल हान्दो रहेछ यति राम्ररी घेर बस्या सुइँ लगाएर जाने घेर बस्दो रहेछ रारा ताल चाहिँ यहाँबाट हेऱ्यो भने जहाँसम्म जान्छ पुरा रारा ताल
ठ्याक्कै अहिले हामी कहाँ छौँ बिचमा छौँ ल त साथीहरू हामी चाहिँ अब एकछिन टिकटक सिकटक बनाउनु पर्यो आजको लागि यति देखाइयो चारैतिर यतातिर नि हेऱ्यो भने टक्क लाएर रुख एक नासले उम्रिरहेको हुन्छ टक्क लाएरै ल नाच्नु त ल खुसीले नाच्नु त आज खुसीले ल खुसीको सीमै छैन गुरुको खुसीको सीमै छैन ल ल यस्तो हो खुसीको बिल्कुलै सीमा छैन उहाँको पुरा यस्तरी नाचिरहेको छ रारा आउन पाइयो नाच्न त हामी नाचिरहेको छ पुरा ड्याङ्की ड्याङ भित्र